अरे राजा तपाईँको वसाबी खै अरे यहाँको ससहरू यहाँ तो सर तब यहाँ 2 मिनट यार तब रमित हेर्ने है तेरी यार एक बार बताउनु यहाँ सुशीमा नहीं नो 6 मिनट छ न के मिन्छ यति दुईटा मात्र बनाउने न तिल छ गाडी के हो जे छ त्यसले बनाइने यति दुईटा मात्रै टोकरा से अनि प्लेन अहिले कस्टमरले मलाई झाडममा झापड हान्छ त यार त त्यो बनाउनु पर्छ छैन त्यो मान्छे टङ भइसकेछ स्टोरबाट आएर भन्छ अहिले पैसा ल्याएर त भाग्छु चाहिँ नि अहिले दाइ के गर्नु यहाँ बिजोक भएर अहिले गर्दै गर्नु हल्का गरेको जस्तो गर्नु खोइ अहिलेको तपाईँको सस्तो अघिको म तपाईँको समस्या तपाईँले कहाँ फाल्न थाल्यो भने पठाइदिन्छु त्यो पठाइदिनु त ल त्यो गिलो छ म्याच पानी गराएर यस्तै चल्छ भने सच्ची यही चल्ता यहाँ लगाओ बेटा आगे चलो कोई कोचिंग की आगे नीचे से आगे कभी कभी ये आगे तो आ सर अभी 2 मिनट ये हो रहा है लगाओ ना सर बनाना लिपी नहीं है कोई बात नहीं तो लगा दे ऐसे लगा दो सिसमी सीड वगैरह भी किकुमिन वगैरह भी कुछ नहीं है गेस्ट मांगेंगे वसाबी वगैरह भी कुछ नहीं है नहीं है उनको मैंने सर को मैंने बोला था दिला दो वसाबी तो मेन होता है किकुमिन नहीं कुछ है ही नहीं स्टोर में सिसमी सीड भी नहीं है लोग सिर्फ चुल्ली कर देंगे यही होगा ना भर्खर यता उते है उते टोपी लगा नि भन्छ बनाएर लिप्ने कोही बात नहीं लगाओ भन्छ यसले माथि बोर्ड है ना एक वसाबी ठीक है एक किकुमिन और एक वो क्या बोलते हैं बनाने लिप है आपके पास बनाने और सिसमी सीड बस सिसमी सीड बोल लो ना सुशी के बे सुनता ही नहीं है यार अरे हिंदी अभी बंद है मैं बताता हूँ आपकी तरफ बोलते और भी तो है इधर आपको पूरी बात सुन लो लाड़ा सुन लिया सुन पाला सर अरे 10-12 बोल दिया नहीं हो रहा है अभी आएगा नहीं तो सुशी कैसे बनेगी अबे सिसमी सीड हुआ सभी में इसके में चल लेना और चल रहा ठीक है सुशी के लिए ठीक है राजा तपाईँको पास बल छ र अलि ठुलो वाला अनि घाँस लागिराखेर चाकु खल पखल भन्छ क्या के को लागि चाकु पनि दही भात किलो छ चाकु पानीमा हालेर राख्नुपर्छ के चाकु पानीमा हाल्नु पर्दैन के अरे चाकु डस्टर छ नि तपाईँ त गर्दै डोस्टरले पोते गर्ने हो कि यहाँ यस्तो गर्दै यसरी नै कति भयो पोछेर डस्टर यस्तो होइन कहिले यसरी हो यस्तो गरेर हो यसरी काम गर्नु हो यसरी यो डस्टर फेरि मलाई दियो फेरि हो न र त्यही तपाईँलाई जानु न तपाईँको लागि त मैले दिएको हामीले सर्लको च्याप्प पुरै नजोग्नु तपाईँले च्याप्प जोग्नु सटक्क निचडिन्छ भने भने चाकु पनि चाकु
खोइ त बाहुन बाजे कहाँ गयो त आज त चाँडै गएर सुतिहाल्दिउँ यार म त यार उतिखेर यार नआएछ घरमा जल्दी जल्दी गरेर जल्दी खतम गर्ने कोसिस गरेर हामी त्यही भएर पनि त्यसरी लाग्यो कस्तो मालिक कस्तो बनाना त कोही खाँदैन खाँदै बन्द यस्तो अनि खाँदा लगाइदिनु त्यो छ कस्तो